म नेपालको 15-16 लाख मुस्लिम्सलाई भन्न चाहन्छु के हामीसँग पावर छैन, शक्ति छैन कि हामी नेपालमा एउटा यस्तो युनिभर्सिटिज कायम गरौँ जहाँ हाम्रो मुस्लिम समुदायको चेलीबेटीहरू तल्लो कक्षादेखि लिएर माथिल्लो कक्षासम्म बिन्दास हिजाबमा पढ्न सकिन्छ र त्यसपछि नेपालको हरेक सेक्टरमा जागिर पाउन सकिन्छ। हामी मुस्लिम्स नेपालभरिमा यत्रो मदरसाहरू चलाउने शक्ति छ, तर एउटा ठुलो युनिभर्सिटिज कायम गरेर सरकारबाट मान्यता प्राप्त गरेर त्यसमा शिक्षा दिलाउने शक्ति छैन। हामीसँग छ, अब हामीलाई गर्नुपर्छ। यिनीहरू जुन तरिकाले हामीमाथि प्रहार गरिरहेको छ, जुन तरिकाले संविधानलाई कुचल्दैछ, जुन तरिकाले कहिले हाम्रो हिजाबमाथि, कहिले मस्जिद, कहिले कुरान, कहिले लाउड स्पिकरमाथि पटक पटक प्रहार गरिरहेको छ, हामीलाई आफ्नो आँखा खोल्नुपर्छ र यिनीहरूलाई जवाब दिनुपर्छ। हामीलाई कसैको परवाह छैन, हाम्रो धर्मको परवाह छ, हाम्रो नेपालको परवाह छ, नेपालको संविधानको परवाह छ, नेपालले दिएको हक अधिकारको परवाह छ। हामी त्यसको बारेमा बोल्ने गर्छौँ, आवाज उठाउने गर्छौँ, हामी हक अधिकार लिने गर्छौँ। कसैको बुवाले पनि रोक्न सक्दैन। हामी सधैँ बोल्छौँ। त्यसैले हामीलाई अहिले आवश्यकता छ, अहिले जुन सिचुएसन छ त्यो हिसाबले हामीलाई सोच्ने एउटा शक्ति छ। हामीलाई सोच्नुपर्छ, अगाडिको दिनमा केही गर्नुपर्छ। जय नेपाल।